समानुपातिक नराम्रो आफ्नो एकदम राम्रो प्रणाली हो, लोकतान्त्रिक प्रणाली एकदम राम्रो हो, ताकि गरिब दुखी जनजाति पिछडेको दलित समुदायले पाउनु। तर त्यही रासोपाले जसले आफूले राम राज्य ल्याउँछु कि भनेर भाषण ठोक्नेहरू पुराना नराम्रा हुन्, आमा बाउ नराम्रा भए म सुकिला मुकिला विदेशबाट आमा बाउ लिएर आउँछु भन्नेहरूले नै एउटा उद्योगपतिसँग अनि त्यो सेलिब्रिटी टिकटकरहरूलाई ल्याएर समानुपातिक दियो भने त्यो चाहिँ हाम्रो घोर आपत्ति हो। त्यसप्रति चाहिँ घोर आपत्ति छ। त्यसको तिनीहरूले जुन 17,000 मान्छे मरेर ल्याएको जुन समानुपातिक त्यसको दुरुपयोग चाहिँ गरे, त्यसमा चाहिँ हाम्रो घोर आपत्ति छ। समानुपातिक रियल मान्छेले पाउनुपर्ने हो। यसमा चाहिँ अब हजुरले हामीलाई साथ सहयोग दिनुहुन्छ भन्ने आश छ। हाम्रो पुरै सहयोग, हाम्रो पार्टी एक मत छ यसमा, हाम्रो पुरै सहयोग हुन्छ तपाईँहरूलाई। पर्सि चाहिँ कमिटमेन्ट सबै पार्टीले गरिसकेपछि आउने संसदले संविधान संशोधन मार्फत जेनजी युवाहरूले उठाएका मागहरू पुरा गर्ने भन्ने कमिटमेन्ट गर्न पनि कोही पछि पर्दैन जस्तो लाग्दैन। त्यो गराउनु राम्रै हुन्छ, हाम्रो तर्फबाट सहयोग हुन्छ। घोषणापत्र त आइसकेको छैन, अब 1-2 दिनमा आउँछ। घोषणापत्रमा हाम्रो एजेन्डाहरू भन्छ त्यसमा पर्छन्, हामीले उठाएका थियौँ कार्यकारीका कुराहरू, विदेशबाट मताधिकारका कुराहरू, संविधान संशोधनका कुरा, यी मुद्दाका कुरा पर्छन्। अनि अर्को कुरा जस्तै अस्ति हाम्रो सरकारसँग 10 मुद्दे सम्झौता भएर राजपत्र आउँछ पनि आयो। त्यो विषयमा भोलिका दिनमा तपाईँहरूले चाहिँ चुनाव पछाडि चाहिँ होइन, त्यो चाहिँ आन्दोलनलाई वैधानिकता या आन्दोलनको चाहिँ विरासतलाई कानुनी रूप दिने हिसाबले तपाईँले जो सम्झौता सरकारसँग गर्नुभयो त्यो सही छ भन्ने हो। सम्झौताका सबै बुँदा सही छन् भनेको होइन कि, त्यो रिकग्निसन हुन पर्यो नि त। आन्दोलनको रिकग्निसन, एड्रेस हुने, त्यसलाई स्वीकार्न पर्यो नि राज्यले। त्यस अर्थमा त्यो सम्झौता सही छ भन्ने। अनि अर्को कुरो चाहिँ हामी पर्सि मङ्गलबार चाहिँ हामीले चाहिँ कम्तीमा राजनीतिक दलहरूले चाहिँ हामीसँग एउटा प्रतिबद्धता गरिदिनुहोस्, एउटा सङ्कल्प गरिदिनुहोस्। ठिक छ, त्यो गर्न त हामी तयार हुन्छ, मैले भनि नै हालेँ। मलाई लाग्छ अरू पनि तयार हुन्छ। अहिले के जेनजी युवाहरूका मागलाई हामी सम्बोधन गर्दैनौँ भन्न सक्ने हैसियत कसैको छैन। सबैले गर्छन्, तर रियलमा गर्ने हामीले हो। फेरि त्यो चाहिँ तपाईँहरूले बुझ्नु पर्यो। रियल भित्रैदेखि गर्ने पार्टी भनेको नेपाली कम्युनिस्ट पार्टी मात्रै हो। 100औं पटक भनिसकिएको छ। 23 गते जेनजी युवाहरूले जे माग राखेर आन्दोलनमा अगाडि आए त्यो पवित्र माग थियो, सही थियो माग। र जसरी चाहिँ भ्रष्टाचारका विरुद्ध सुशासनको पक्षमा भनेर र पारदर्शिताका पक्षमा आवाज राखे त्यो सही हो भन्ने छ। हामी नै पहिलो पार्टी हो, त्यो तपाईँहरूले पहिला बुझ्न पर्यो। तपाईँहरूले नि बुझ्नु भएको छैन भन्ने पो चिन्ता छ त हामीलाई। पहिलो पार्टी हो जसले जेनजी युवाहरूले अघि सारेका मागहरू सही छन्, खबरदार सरकार दमन नगर भनेर 23 गतेको आन्दोलन अगाडि नै वक्तव्य दिने पहिलो पार्टी हामी हो। किनकि हामीले भ्रष्टाचारका विरुद्ध सरकारमा हुँदा पनि लडाइँ लडेका थियौँ, सरकारबाट बाहिर आएपछि त्यही कुरा लिएर लडिराखेकै थियौँ। त्यही कुरा जेनजी युवाहरूले भनिदिएपछि हाम्रो लागि त त्यो त खुसीको कुरा भयो। त्यसकारण क्लियर छ। अहिले हामीले भनेका छौँ अब जेनजी युवाहरूले आफ्नो अभिभावकको रूपमा नेपाली कम्युनिस्ट पार्टीलाई लिनुपर्छ भन्ने हाम्रो भनाइ छ। अरू कोही छैन। तपाईँहरूले जे जति भने नि कोही छैन। दमन गर्ने हत्या गर्ने भइहाले। तिनीहरूले जेनजीहरूको माग अथवा तिनीहरूको संवेदना बुझ्ने कुरा भएन। भोलिपल्ट हाइजेक गरेर देशलाई विध्वंस पार्ने तपाईँका होइनन्, ती जेनजी होइनन् भन्ने छ हाम्रो। त्यहाँ घुसपेट भयो, हाइजेक भयो, षड्यन्त्र भयो, बेइमानी भयो, अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरू लागेर नेपाललाई विध्वंस पार्नेतिर लगे। त्यसकारण त्यो जेनजी विद्रोह होइन 24 गतेको। जेनजी युवाहरूले सुरु गरेको सही माग, पवित्र भावनामाथि शक्ति केन्द्रहरूले खेलवाड गरेर, घुसपेट गरेर, हाइजेक गरेर नेपाल राष्ट्रमाथि भयानक सङ्कट ल्याउने षड्यन्त्र भयो भन्ने छ हाम्रो। त्यहाँ 23 र 24 एउटै होइन। 23 गते पनि चाहिँ घुसपेट गर्ने कोसिस भएको थियो, तर त्यो पुरा भएको थिएन। 24 गते त्यो भयो। त्यसकारण राष्ट्र सङ्कटमा छ र एउटा राष्ट्रिय शक्ति निर्माण गर्नुपर्छ भन्ने हाम्रो एकदम क्लियर हो। हामीले अहिले 25-26 वटा साना ठुला पार्टी मिलाएर र जेनजी युवाहरूलाई पनि अपिल गरेकै छौँ। तपाईँहरू भ्रमित नहुनुहोस् है। तपाईँहरूले चाहिँ राख्न खोजेका मागहरू त्यो प्रत्यक्ष निर्वाचित कार्यकारीको कुरा होस् या पूर्ण समानुपातिक निर्वाचन प्रणालीको कुरा होस्
या भ्रष्टाचार मुक्त नेपाल निर्माणको कुरा होस्, हाम्रो मुद्दाहरू हुन्। हामीले संविधान बनाउने बेलामा नै बल गरेको नसकेको, त्यो पनि मैले त क्लियर भने, बल गरेको नसकेको र अनि नोट अफ डिसिजन लेखेर हाम्रो भिन्न मत छ, अनुकूल समयमा हामी आन्दोलन गर्छौँ भनेर भनिएको कुरा हो। जस्तै अध्यक्षज्यूहरूले यति भन्नुभयो होइन, त्यो पहिलो कुरा। अब म सक्छु अनि तपाईँ भन्नु होला। दोस्रो कुरा, अहिले चुनाव सारेर हुन्छ भन्ने पक्षमा पार्टी छैन हामी चाहिँ। त्यसले अर्को दुर्घटना हुने मात्रै हो, फेरि कन्फ्युजन। हुन त चुनावबाट सबै चिज हुन्न भन्ने पनि थाहा छ हामीलाई। यो चुनाव के हुन्छ भन्ने पनि बडो चाहिँ जोखिमपूर्ण त छ, तर 3 महिना सारेर राम्रो हुन्छ भन्ने नि हामीलाई लाग्दैन। 2 महिना सार्दाखेरि झन् किन सारेको भनेर एक थरी त्यो अब भन्ने हो भने त्यो 24 गतेवालाहरूले त्यही न्यु बनाएर फेरि जलाउन सुरु गर्छन्। त्यो मौका तिनीहरूलाई दिन हुँदैन। 3 महिना सारेर उत्पात हुनेवाला केही पनि छैन। बरु अहिले नै जेन्जी, तपाईँहरू जस्तो जेन्युन जेन्जी भन्छु कि मैले, जेन्युन जेन्जी र फेक जेन्जी क्या चाहिँ, त्यो फेकका विरुद्ध जेन्युनहरू हामी मिलेर यो चुनावलाई सकारात्मक कसरी बनाउने भन्नेतिर ध्यान केन्द्रित गर्न पर्यो। सार्ने भन्यो भने त्यही भित्र चाहिँ अनि षड्यन्त्रको बिउ रोप्छन्, किनभने उनीहरूलाई चाहिएको पनि चुनाव धेरै होइन। चुनाव उनीहरूलाई चुनाव कब्जा गर्न पाए त चाहिएको छ, कब्जा गरेर आफूले जे भने त्यही बनाउने भन्ने कुरा। तर चाहिँ फेरि चुनावैबाट चाहिँ उनीहरूले भने जस्तो हुन्न भने त किन चाहियो भनेर विध्वंस गर्ने पनि तिनै हुन्छन्। हेर्नु होला, लास्टमा चाहिँ यो चुनावले झन् बेकार हुने हो हामीलाई। आज भोलि तपाईँले भन्नु भने घन्टी घन्टी मधेसमा अहिले घन्टी तपाईँले भने जस्तै छ, त्यो थाहा छ। तर भ्यालीमा घन्टी ओह्रालो छ। अनि पश्चिममा गण्डकीमा कर्णालीमा छैन। कुरा भन्नुभयो त मधेसमा छ, तर त्यो समानुपातिकवालालाई छ। प्रत्यक्ष चुनावको लागि घन्टीको पक्षमा माहौल अहिले पनि छैन भन्ने छ हाम्रो मूल्याङ्कन चाहिँ। त्यसो भएर तपाईँ हामी मिल्ने हो भने हामीले माहौललाई हाम्रोतिर बदल्न सकिन्छ भन्ने छ हामीलाई चाहिँ। अहिले कम्पिटिसन भनेको अब कङ्ग्रेसको चाहिँ उभार चाहिँ छैन, एमालेको त झन् छँदै छैन। कि घन्टी छ कि नेपाली कम्युनिस्ट छ, यो दुईटा हो अहिले अझै अलिकति कम्पिटिसनमा देखिएको। विभिन्न एजेन्सीहरू, विभिन्न संस्थाहरूले पनि हाम्रो चाहिँ बढ्दो देखाएका छन्। उनीहरूले निकालेका रिपोर्टहरू, सर्वेहरूमा पनि नेपाली कम्युनिस्टको पहिलाको भन्दा राम्रो हुन्छ, काङ्ग्रेस र एमालेको पहिलाको भन्दा नराम्रो हुन्छ भन्ने नै विभिन्न अध्ययनहरूको रिपोर्ट पनि देखिन्छ। तर अब तपाईँले भन्नुभयो नि जसरी त्यो मिटिङमा हामी जान्छौँ, कुरा भन्नुभयो त म त यहाँ हुन्न, त्यसो भएर म व्यक्तिगत रूपमा हुन्न, तर पार्टीको तर्फबाट लिडरहरू आउनुहुन्छ र त्यहाँ तपाईँहरूको मुद्दाप्रति, मागप्रति हामी एउटा कमिटमेन्ट गर्ने तयार हुन्छौँ। अरू नयाँ आउने पार्लियामेन्टमा हाम्रो तर्फबाट जेनजीका मागहरू सम्बोधन, किनकि हामीले त संविधान संशोधन त भनिसकेका छौँ। जेनजी पुस्ताका माग र भावनालाई सम्बोधन गर्ने गरी संविधान संशोधन गरिनुपर्छ भन्ने कुरा हामीले लेखिसक्यो र भोलि घोषणापत्रमा नै ती कुरा आउँछन्। त्यसो भएर त्यो मिटिङमा हामी चाहिँ फेरि तपाईँहरूको अरू मागहरूप्रति हाम्रो पोजिटिभ हुन्छ। चुनाव सार्ने मागमा चाहिँ अहिले सारेर झन् क्षति हुन्छ भन्ने हुन्छ हाम्रो निष्कर्ष। ल यही हो। जस्तै अर्को कुरा चाहिँ 2 चरणको हुँदाखेरि कति विश्वसनीय हुने भन्ने कुरा, जसले निर्वाचन गर्न चाहिरहेको छ त्यसले भोलि मतपेटी आफ्नोमा लिएर सेना उसको हातमा छ, त्यो लिएर 2 चरण गर्न हुँदैन भनेर हामीले पब्लिकली भन्यौँ। अहिले त प्रधानमन्त्रीले 2 चरण नगर्ने भनिसकेका छन्। हामीले निर्वाचन पछि चाहिँ फेरि पनि अब हामीले चाहेको शान्ति, सुव्यवस्था र सुशासन हो। योभन्दा पछि सबै पार्टीको, कुनै पनि पार्टीको मेजोरिटी आउँदैन, देखिँदैन, मेजोरिटी आएको देखिँदैन छ, जसले सरकार बनाउनको लागि 138 कसैको पनि आउँछ जस्तो लाग्दैन। दुईवटा मिल्ने, 2-3वटा मिल्नै पर्छ। यो खण्डमा फेरि पनि संविधान संशोधन भएन भनेको कुरा भएन भने फेरि पनि अब एउटा खालको विध्वंस हुन्छ कि भन्ने डर चाहिँ हो हाम्रो। त्यो एउटा डर, एउटा यो चाहिँ डर हो हाम्रो, भनेको एकदम डरको सिर्जना नै हो। सो अब हामी निर्वाचनमा हजुरलाई सहयोग पनि गर्छौँ एउटा हाम्रोबाट।